यहाँ हेर्नु सक्नुहुन्छ साथीहरू। ओके सो सिडब्ल्युआरले हाम्रो क्ल्यानको धजिया उडाइसकेको छ है। मास्टर लिग मात्रै के पुगेको थियौँ, टाउन हल 11ले टाउन हल 16लाई हान्नुपर्ने अवस्था आएको छ। हामी टाउन हल 13ले टाउन हल 17लाई के भनेर 2 स्टार भए पनि हान्नु परेको छ है। सो तपाईँहरूलाई चाहिँ होइन, तपाईँहरूको सिडब्ल्युएल चाहिँ कस्तो गयो त तपाईँहरूले कमेन्टमा भन्नुला है त। हाम्रो चाहिँ यस्तै छ, लगातार हारेको छौँ हामीले, लगातार फर्स्ट डे सेकेन्ड डे सबै हारिसकेको छौँ। सो योचोटि चाहिँ अब हाम्रो ब्रदरहरूले कस्तो एट्याक हान्नेवाला छ होइन। अब दुःख सुख जे जस्तै भयो भने उहाँहरूले एट्याक हानेको चाहिँ म तपाईँहरूलाई देखाउनेवाला छु है। तर हाम्रो दिपेश राणा ब्रदर आउनुभएको छ है। टाउन हल 16ले टाउन हल 18लाई हान्दै हुनुहुन्छ र 17 म्याक्स छ है, अनि 18 पुऱ्याएको रहेछ। बाफ यार, यो वाल चाहिँ कतिखेर म्याक्स गर्नु सक्छ यार। म त यो वाल म्याक्स गरेको देखेर नि म छक्क पर्छ के, कसरी चाहिँ म्याक्स गर्न सक्छ के वाल। कुन तरिकाले खेलेर म्याक्स पार्छ यार वाल। हामीलाई पनि सिकाउने यार, कसैलाई थाहा छ भने भन्नु होला है त वाल कसरी म्याक्स गर्ने भनेर। एकदम हार्डवर्क बाहेक अरू केही छ जस्तो लाग्दैन मलाई चाहिँ विधि है त्यसको मतलब तरिकाहरू। र यहाँनिर हाम्रो मिस्टर राणा ब्रदरको आरसीको चार्ज एकदम बबालिस तरिकाले गइसकेको छ। र अब यहाँ आइसक्यो रिकल। ओके नट ब्याड। थोरै एचपीको रहेको थियो है त एक्सबो। अनि यहाँ मोनोलिथ स्क्याटरलाई हल्का टार्गेट गरेर मात्रै होइन भने त यो एक्सबो पनि निक्लिसक्थ्यो। र यहाँनिर ड्रागनहरू ब्रदरले छोडिसक्नु भएको छ र पछाडिबाट हाम्रो वार्डन पनि छोडिसक्नु भएको छ। र यहाँनिर जाइन्ट एरो आइसकेको छ आर्चर क्विनको भने एकदम राम्रो तरिकाले नै ट्रुप्सहरू राम्रै तरिकाले गइरहेछ। र ड्रागन डुक पनि छोडिसक्नु भएको छ ब्रदरले। र ड्रागन डुकको अल्टिमा यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ। र पछाडिबाट लक लन्चर। ओके वे गार्डन हेर अब आयो नि गार्डन। बाफ्रे वार्डनको अल्टी कतिखेर हान्ने हो ब्रदर। ओके बल्ल हान्नुभयो। इटर्नल ट्रोम रहेछ है त वार्डनको अल्टीमा। र रोयल च्याम्पियनको अल्टीमा भनेको रकेट स्पियर र इलेक्ट्रो बुट रहेछ ब्रदर। ओके बल्ल हान्नुभयो। ओए मिटको कोर निकाल्छ है क्या हो यार। मिटको कोर निकाल्यो भने त बब्बाल 3 स्टार आउँछ यार। निक्लेन होइन भने त बब्बाली स्कोर आउने हो नि त। सो अहिलेसम्म चाहिँ राम्रै गइरहेछ है ब्रदरको। आयो अब किङ यहाँनिर क्लिनअपको लागि बेबी ड्रागन अलिक पर छोडिदिएको हुन्थ्यो ब्रदरले। एउटा सिङ्गल इन्फर्नो र उयो रहेको छ। दिस वान इज टाइम फेल है त। टाइम फेल भन्दा नि हुन्छ है। एकदम खतरनाकै गएको थियो हाम्रो दिपेश राणा ब्रदरको टाउन हल 16को एट्याक है त। म चाहिँ होइन टाउन हल 13 को रहेको छु। र टाउन हल 13ले मेरो मेरो अपोनेन्ट चाहिँ टाउन हल 17 परेको छ क्या। त्यो पनि फेरि चान्चु नै छैन। यहाँ देख्न सक्नुहुन्छ म भनेको यहाँनिर तपाईँहरूलाई देखाइदिइहाल्छु ल नपत्याए। 27 नम्बरको छु र 27 नम्बरकोले यस्तो बेसलाई हान्नु टाउन हल 13ले के। अनि बरु 2 स्टारै हान्ने हो है। यो तलको त हाम्रो ब्रदरले हानि नै हाल्नुहुन्छ है। सो म चाहिँ भनेको यहाँ अलिक माथि गइरहेको छु है त। सो यो बेसलाई म फेरि पनि सुपर गोब्लिनले उडाउने कोसिस गर्छु है त। ओके एकदम ध्यानपूर्वक उड्नुपर्ने हुन्छ। मैले गोब्लिनहरू पनि एकदम लिमिट मात्रामा छ है त गोब्लिनहरू। अब हुन्छ नि लोभ गर्नु पर्यो नि, परेन त धेरै छैन नि त त्यही भएर। यतापट्टिको त साफ भइसकेको छ। यता र यता मात्रै छ है। राइट लेट्स सी। लास्ट एउटा स्टोरेज छ यो, त्यो पनि टेक डाउन भइसक्यो।
उम्, ओइ पक्नुहोस् त ए आई होप कि राम्रै जाओस् है त कमन बाडी सिलुलुलु 2 स्टार त हानिसकेछ टेन्सनै साफ होइन अब 2 स्टार हानिसक्यो भनेपछि त अब मेरो सुपर गोब्लिनले अरू त हान्ने होइन अरू त हान्दैन है सुपर गोब्लिनले यो बिचको सिसी छ र हैरा गऱ्यो भने त यता बाहिरको डिफेन्स पनि हान्दा हुन्थ्यो अब कसो गर्नु त अब कसो पनि नगरौँ अब लास्ट यति नै हो है त 63% हो सो तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो है त मेरो यो टाउन 13 को एट्याक है म चाहिँ यसरी नै हाम्रो ब्रदरहरूको माथि माथिको हान्दैछु र माथि माथिको ब्रदरहरूले चाहिँ तल हान्नु लाउँदैछु है अनि यस्तै चलिरहेछ र पनि हामीले जित्न सकेको छैनौँ किनभने उताबाट राम्ररी पेल्नु सकेछ है राम्ररी 3 स्टार हान्नु उनीहरूले सकि नै हालेको छ हाम्रोबाट 2 स्टार 2 स्टार 2 स्टार गरेर यति चाहिँ पुऱ्याएको छ मेरो टक्कर चाहिँ जेहोस् खतरनाक पुगेको छ ओके सो केटाहरूको दुःख देखेर अब होइन के भन्नु मन खिन्न भएको छ र पनि ओइ यो के रे लाइन गइदियो भने ब्रदरको फेरि खलास यहाँ देख्न सक्नुहुन्छ च्याटमा अनि हाम्रो ब्रदरहरूले लाइन गएर तनाव भइरहेछ भन्दै हुनुहुन्छ है एकदम बिजुली चम्क्यो कि लाइन गयो सो हियर यु क्यान सी वार्डनको चार्ज राम्रै गइरहेछ अहिलेसम्म र पछाडिबाट फर्नेसले क्लिन अप गर्नलाई सहयोग गरिरहेछ मन बाडी वी निड दिस वान कहाँनिर चाहिँ वार्डनको अल्टी आउँछ यता फायरबल फायरबल त होइन परेछ ओए 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 वार्डन मर्न आँटिसक्यो त्यसका बाजे ओके रोयल च्याम्पियन उताबाट आइसकेको छ र रोयल च्याम्पियनको अल्टीमा इलेक्ट्रोबुट किन चाहिन्छ र सोलो खेलाउने हो भने त इलेक्ट्रोबुट नचाहिनु पर्ने हो खास गरी वार्डन क्वालिटी हान्देऊ न यार ओके वार्डन क्वालिटी हानिदिनु भयो वार्डन क्वालिटीमा इटर्नल ट्रोम र रेड जेम थियो है त ओके सो ल टोर्नेडो ट्र्याप ट्रिगर गरिसक्नु भएको छ है त ओभरग्रोथ स्पेल ब्रदरले कहाँ हान्नु आँट्नु भएको छ त्यो मलाई थाहा छैन यहीँ चाहिँ हानिदिएको हुन्थ्यो ओ दामी यार ओभरग्रोथ लभली थियो लभली ओभरग्रोथ दामी थियो है त जे भन्नु तर बवाल थियो यार र यहाँनिर ड्रागन ड्युकलाई पनि रिभाइभ गरिसक्नु भएको छ ब्रदरले र आफ्टर अ लङ टाइम भन्दा पनि हुन्छ यार म यहाँनिर गेममा आइरहेको छु है त रेकर्डिङ पनि गर्नलाई र कोही ब्रदर यस्तो तिरिमिरी नदेखाउनु न यार गाडाङगुडुङ फेरि त्यहाँ मात्रै होइन यहाँ पनि त गर्दैछ मैले पनि हान्नु बाँकी नै छ मेरो पनि रेकर्डिङ जाला कि भन्ने डर भइरहेछ ओए टाइम छैन यार बाफ्रे फ्रिज स्पेल कता हो ब्रदर फ्रिज स्पेल ल के भइदियो यार टाइम फेल भइदियो के भन्नु केही भन्दिनँ म सायद ब्रदरको लाइनै गयो जस्तो छ होइन भने उहाँले फिक्स हान्नु नै हुन्थ्यो है फ्रिज स्पेल ओके ब्याक टु ब्याक हाम्रो एनपी बिना ब्रदर पनि आइसक्नु भएको छ हान्नलाई लेट्स सी उहाँको के कस्तो जान्छ है त ड्रागन स्प्याम एट्याक हुनेवाला छ है त यो तर त्योभन्दा अगाडि यहाँनिर ड्रागन डुकको चार्ज अहिले एकदम धेरै खतरनाक भएको छ यार ड्रागन डुकको चार्ज मलाई चाहिँ स्पेसली पर्सनल्ली होइन खतरनाक लाग्न थालेको छ एकदम मजाको मिठो भ्यालु निकालिदिन्छ क्या ओके
Not bad, brother. Come on. ओए एयर स्विपर हो यार मेन ल्याङ गर्ने त अब एयर स्विपर बाहिर बाहिर जाँदैछ ड्रागन डुक वाट द ह्याक बाहिर बाहिर कुदिरहेको छ त ड्रागन डुक त ओए उयो निकालिदिएको भए सही हुन्थ्यो यार यो रिभेन्स टावर कम on यार ब्रदर लास्ट छ अब सक्यो अब त्यतातिर ध्यानै नदिँदा हुन्छ यता अरूतिर जित्दा हुन्थ्यो ब्रदरले ओके ब्रदरले यहाँनिर अब चार्ज अरू मतलब ट्रुप्सहरू छोड्दा हुने नि भरे फेरि टाइम फेल हुनसक्छ के बल्ल छोड्दै हुनुहुन्छ उहाँले ओके जाइन्टहरू राम्रै ठिकठाकै आयो देउस तर हाम्रो आर्चर क्विनको अल्टीमा के राख्नुभएको छ ब्रदरले ए जाइन्ट र जाइन्ट एरो रहेछ है त अनि यहाँ देख्न सक्नुहुन्छ रोयल च्याम्पियनको अल्टीमा भनेको रोयल सिल्ड र ओके रकेट स्पियर थिएछ है अनि ड्रागन त आयो तर ड्रागन त बेसी देखिँदैन त एकै ठाउँ छोड्नु भएको रहेछ नि त ओके सो दामी तरिकाले पनि गइरहेछ र यहाँनिर वार्डनको अल्टी आइसकेको छ वार्डनको अल्टीमा इटर्नल ट्रोम र अर्को हिलिङवाला नट ब्याड ब्रदरले ओभरग्रोथ चाहिँ सही ठाउँमा दिनुभएको थियो है त रिभेन्स टावर टेकडाउन हुन आँटेको छ र रिभेन्स टावर टेकडाउन पनि गरिसक्नु भएको छ ब्रदरले ओके सो हियर यु क्यान सी खबर यार ब्रदर यो चाहिँ 3 स्टार चाहियो है त जसरी हो नि र यहाँ 3 स्टार पनि आइसकेको छ र तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो हाम्रो एनपी विनायक ब्रदरको एट्याक त्यस्तै तपाईँहरूले चाहिँ भन्नु होला है त अब हाम्रो सम्राज ब्रदरको जादु हेर्नुपर्ने छ है त र उहाँले पनि यहाँनिर ड्रागन डुक चार्ज हुनेवाला छ है र उहाँको फेरि ड्रागन डुक चार्ज चाहिँ नि एकदम कमजोर नसम्झिनु होला है त किनभने उहाँको ड्रागन डुक चार्ज चाहिँ एकदम 99% एक्युरेसी नै हुन्छ क्या उसले मतलब हाम्रो सम्राज ब्रदरले जहाँ लानु चाहेको हुन्छ नि त्यहाँ चाहिँ 99% गएकै हुन्छ क्या सो हियर यु क्यान सी रिभेन्स टावर पनि टेकडाउन गरिसक्नु भएको छ ब्रदरले कस्तो मिठो तरिकाले यहाँनिर यार बाफ हेर न भ्यालु यार कोरको भ्यालु हेर न यार कस्तो मिठो गरी निकालिदिइसक्नु भएको छ आम्मामा फक्सलाई अझै पनि जिउँदै राख्नु भएको छ यार ब्रदरले हाउ कसरी हेर न अझै जिउँदैछ त्यसका बाजे आम्मामा लु गार्डनलाई नि मारिदिन्छु गार्डन पनि टेकडाउन भयो अब कसैले सक्छ हेर त लु अब स्क्याटर पनि डाउन भयो फिक्स डाउन स्क्याटर मल्टिन पर्नु यस्तो दामी भ्यालु हेर न यार साथी यो भ्यालु हेर न यो यति कोर हल्लास गयो कस्तो मिठो गइदिएको यार कस्तो मिठो गइदिएको जोस खतरनाक थियो यार मैले भन्नुभन्दा नि तपाईँहरूले देख्नुभयो होला नि ओ रेड उयो के अरे स्माइकी के भन्ने जोस रेड खालको ट्र्याप बलुनमा चाहिँ वार्डनले बचायो अनि यहाँनिर रिभाइभ पनि गर्नुभएको छ ड्रागन डुक एकदम बबल तरिकाले गइरहेछ देख्न सक्नुहुन्छ तपाईँहरूले आम्मामा ट्रुप्सहरू हेर न यार काल बाँचिरहेछ र अझै रेज पनि हानिदिनु भयो ओ मिनियन प्रिन्सको अल्टी पनि लुक हल्लास त्यसका बाजे एकैछिनमा बेस छ खाप दामी यार दामी थियो यार जिउस ड्रागन डुकको चार्ज चाहिँ लभली ओके सो म चाहिँ भनेको यहाँनिर टाउन हल 18 मा आएको छु है त र टाउन हल 18 को मेरो अपोनेन्ट भनेको यस्तो खालको रहेछ है सो म यहाँनिर मेरो ट्रुप्सहरू यहाँ देख्न सक्नुहुन्छ है अनि मेरो हिरोजहरू
भनेपछि तपाईँहरूलाई थाहा नै होला म कुन एट्याक हान्न गइरहेको छु सो लेट्स सी है त मैले भने जस्तै गयो भने चाहिँ अभियसली 3 स्टार नो डाउट होइन आउनेवाला नै छ सो हल्का मिनियन प्रिन्सले यता आउनु थियो दामी तरिकाले गइसकेको छ मेरो विचारमा चाहिँ है यो वार्डन आउँछ अब बडा भन्नु यहाँ आउँछ ओभर ग्रोथ मेरो यो मऱ्यो कि मरेन मर्नु त मऱ्यो तर कहाँ मऱ्यो ए मरेको रहेन रहेछ ड्रागन डुक बाँचेको रहेछ ड्रागन डुक मरो भनेर बिचरालाई सरी है त ओके केही छैन म त मरो पो होला भनिरहेको थिएँ यार झन्न बाँचिरहेको रहेछ ओके सो म यहाँ हल्का क्लिनअपको लागि आई थिङ्क यहाँनिर एउटा अर्थक्विक ओके सो म अब हिरोहरू होइन उयो गरिराख्नै पर्दैन सो तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो है त म यसो सोचेको थिएँ त्यो के अरे चार्ज हानौँ कि भनेर ड्रागन डुकको तर इजिली रकेट स्पियर र के भन्छ फ्लेम फिङ्गर के भन्ने हुन्छ नि त्यही त्यसले निक्लिने रहेछ है त ड्रागन डुकको आइटमले भन्ने यसो आइडिया आयो क्या त्यही भएर मैले यसरी हानेको थिएँ र तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो है त मेरो यो स्ट्राटेजी है त त्यस्तै तपाईँहरूको प्रतिक्रिया दिनु होला है ओके सो म चाहिँ यहाँनिर आधी घन्टाभन्दा बेसी बसिरहेको छु यहाँनिर हाम्रो साथीहरूलाई पर्खेर तर हाम्रो साथीहरू खासै आउनु भएको छैन अघि नै आउने साथीहरू चाहिँ आइसकेर पनि गइसक्नु भएछ एक दुईजना साथीहरूलाई मैले यसो हान्नुहुन्छ कि भनेर कल चाहिँ गरेको थिएँ उनीहरूको रेस्पोन्स चाहिँ आएको छैन सो आजलाई चाहिँ यति नै है छोटो मिठो चाहिँ यस्तो भए पनि तपाईँहरूको माझ ल्याउनु पाएँ त्यसैमा म चाहिँ खुसी छु र तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो यो ब्रदरहरूको होइन एट्याकहरू र हाम्रो जस्तै तपाईँहरूको पनि हालत छ कि छैन है क्ल्यानको सो त्यो पनि भन्नु होला र हामी चाहिँ अहिले मास्टर लिगमा पुग्ने बित्तिकै यस्तो खालको अपोनेन्ट आयो सोचेको पनि थिइनँ है सपनामा पनि सोचेको थिइनँ यार यस्तो खालको हार्ड अपोनेन्ट आउँछ होला भनेर त्यो पनि एउटा मात्रै होइन त साथको साथै दिन क्या सबै मतलब सबै खतरनाक हामी टाउन 18 हुनेलाई त खासै खतरनाक लागेन तर हामी टाउन 13 11 हुनेहरूलाई त होइन अब नराम्रो नै लागिरहेछ सो अब जे जस्तो भए पनि होइन आजलाई चाहिँ तपाईँहरूको नमस्तेलाई बिदा दिनु होला र नेक्स्ट वारको गेम प्ले भिडियो लिएर म आउने छु तबसम्म टाटा टेक केयर बाई बाई सी यू